आज चाहिँ हाम्रो टिप रहेको छ फ्री फायरको मिलसम्म। अनि त्यसपछि म आफ्नो भाले बसलाई लाँदैछु फ्री फायरको मिलसम्म। मैले आफ्नो भाले बसलाई चेक गर्नुपर्ने हुन्छ किनभने मिल यतापट्टिबाट धेरै टाढा थियो। चेक गराएपछि फ्री फायरको स्टाफहरूलाई म लानुपर्ने हुन्छ मिल। उनीहरू चाहिँ के कारणले गएको मलाई केही अत्तो पत्तो छैन किनभने म यहाँ रिजर्भमा जान आँटेको। सबैजनालाई बसाएपछि मैले गाडी हाँक्नुपर्ने हुन्थ्यो किनभने मलाई आज बेलुकै फ्री फायरको मिल पुग्नु पर्थ्यो। र म त्यत्तिकै नभन्दै म यता टोल प्लाजामा आएँ किनभने मलाई यहाँ टोल प्लाजामा पैसा तिर्नुपर्ने हुन्छ। रुपियाँ 500 रुपियाँ तिरेर म चाहिँ यतापट्टिबाट निस्किन्छु किनभने इन्डियामा टोल प्लाजा धेरै छ नि त। अनि मैले चाहिँ बाटोमा जाँदै थिएँ, हाम्रो जुङ्गे दाइको भाइरल बस भेटाएँ र मैले भिडियो खिचेँ। सायद एक्सिडेन्ट भयो जस्तो छ। अनि मेरो भाले बस नि तपाईँहरू देख्न सक्नुहुनेछ। अनि यहाँ चाहिँ मस्तले केटाकेटीहरू भिडियो बनाइराखेको थिएँ र मैले हेरेँ। भिडियो हेराएपछि एकछिन म रेस्ट गरेर म गाडी हाँकेँ। तपाईँहरूलाई नि यस्तो गेम खेल्न मन लागेको भए मलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। अनि म जाँदै थिएँ, यता त ड्राइभरहरू पानी प्रोभाइड गरिरहेको छ। सायद इन्डियन मान्छेहरू धेरै राम्रा रहेछन्। 2 घन्टाको लामो यात्रापछि म खाजा खाने होटलमा रोक्नुपर्ने हुन्छ किनभने स्टाफ रोक्छु म अनि पिज्जा खानुपर्ने हुन्छ। तर भात खान आँटेको थिएँ किनभने यता पिज्जा लास्टै सस्तो रहेछ। 4-5 घन्टाको लामो यात्रापछि म यस्तो बबाल रोडमा आइपुगेँ र म यतापट्टिबाट केही बोलिनँ, तपाईँहरू आफै हेर्न सक्नुहुनेछ। तपाईँहरूले आफै देख्न सक्नुहुनेछ। अब म मिलभित्र इन्ट्री गरिसकेँ 5-7 घन्टाको लामो यात्रापछि। सायद यसमा चाहिँ मेरो टिप चाहिँ 1 लाख जति आयो किनभने मिल धेरै गाह्रो अप्ठ्यारो ठाउँमा छ नि त। र देख्नुहोस् हामी आयौँ फ्री फायरको मिलमा। तपाईँलाई नि यस्तै मोडमा खेल्न मन लागेको भए मलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ र म तपाईँलाई सिकाउन नि मद्दत गर्दछु। अनि म चाहिँ यहाँ बिस्तारै ठोकिएर म पछाडि ब्याक गर्दै म अगाडि बढेँ र अन्तिम ठाउँमा चाहिँ मलाई यहाँ भित्र पार्क गर्नुपर्ने हुन्छ किनभने मिलको पार्कै मेरो यतापट्टि थियो। अनि म बिस्तारै पार्क गर्न आँटेको छु। अनि म खलासीलाई पछाडि पठाएर म बस ब्यालेन्स गर्न आँटेको छु। तपाईँले नि जुन यता देख्न सक्नुहुनेछ। अनि मैले चाहिँ पार्क चाहिँ यसरी राखेको थिएँ बस। अनि म चाहिँ आफ्नो मिल एकछिन घुम्न जान्छु किनभने अरू बेला मिल यता आउन इन्ट्री छैन।